शांत कस्तो मिठो छ यो अनुरोध यसलाई स्वीकार्नु कि अभिश्रावको स्नेहमा मेरो देखिने भन्दा पनि नदेखिने धेरै पाटाहरू छन्। अनि अरूले दिएको पानी खाएँ मैले, तपाईँहरूले दिएको पानी खाएँ मैले। अब अझ मलाई लाग्छ अझ मलाई कविता भन्न अझ बल भयो, प्राप्त भयो। गाउँको एकान्त, म यहीँ छु, यहीँ हुन्छु, सहरमा मेरो ठाउँ छैन, सहरमा म जाँदिन पनि। म यहीँ छु, यहीँ हुन्छु, सहरमा मेरो ठाउँ छैन, सहरमा म जाँदिन पनि। एउटा मुरलीको आवाजले पनि मेरा सारा अङ्गका रेसा रेसाहरू छुन सक्छ। त्यो मुरली बजाउने केटाका आँखाहरू जस्तै, हृदय जस्तै निर्बोध म सहर जाँदिन। कुकुर भुकेको आवाज होस् या खोला दौरेको, हावाले छोएको रुख होस् या नछोएको, म पानीका लहरहरूमा भिजहरूमा छु, रुखका हाँगामा पातमा छु। म सहर जाँदिन, सहरको होहल्ला र भिडभाडमा मेरो कुनै स्थान छैन। जहाँ छौ त्यही छ मेरो हृदय, कुखुरा बासे पनि नबासे पनि, सुसेरी बजे पनि नबजे पनि, मान्छेले टेकेको नटेकेको दुवै गोरेटोमा छु म। आकाश मेरो बा, क्षितिज मेरी आमा, म सुखी छु, सन्तुष्ट छु, म सहर जाँदिन। सहरबाट जो आउँछौ स्वागत छ, तर सहरै बोकेर चाहिँ नआउनु है कहिले पनि। फेरि मेरो कहीँ पनि ठाउँ हुँदैन, मान्छेको हृदयमा पनि मेरो ठाउँ। मलाई त्यहाँ त्यो ठाउँमा मैले धेरै कुराहरू देखेँ। एउटा मैले गाउँको गोरेटो पनि देखेँ, र त्यो गोरेटोलाई देख्दाखेरि मलाई कस्तो लाग्यो त्यो मैले लेखेँ। मलाई गाउँको सानो गोरेटो भनेर नहेर्नु, म भिरमा पनि लान्छु, खेतमा पनि, म बस्तीमा पनि लान्छु, एकान्तमा पनि। जहाँ गोरेटो छैन म त्यहाँ पनि लान्छु, जहाँ गोरेटो छ, मूल बाटो छ, म त्यहीँ बिलाउँछु पनि। यस्तो बेला म मान्छेको हृदयमा हिँड्छु। कहिले रात सुत्छ मेरो किनारामा, कहिले दिन, कहिले साँझ सुत्छ मेरो किनारामा, कहिले बिहान, कहिले कुहिरो सुत्छ, कहिले शीत सुत्छ, कहिले घाम सुत्छ मेरो किनारामा, कहिले जुन, कहिले ताराहरू सुत्छ। मान्छेको हृदयबाट जन्मेको गीत भएर पनि म हिँड्छु कहिलेकाहीँ। मलाई गाउँको सानो गोरेटोमा नहेर्नु। अनि त्यहाँनिर एउटा स्कुल थियो, त्यो स्कुलको भवन चाहिँ पुरानो भयो भनेर त्यहाँ नयाँ स्कुल भवन बनाइदिने एउटा विदेशी संस्थाले चाह्यो, त्यहाँ एउटा नयाँ स्कुल भनेर। अनि त्यो स्कुल बनाउने बेलामा म दोभाषे भएर त्यो साथीसँग चाहिँ म पनि गएँ। र त्यो जाँदाखेरि त्यहाँको त्यो स्कुल मलाई कस्तो लाग्यो त्यो मैले लेखेको छु। बन्न लागेको स्कुल भवन जाने बाटोमा मानिसहरूभन्दा भेडाहरू धेरै भेटिन्छन्। बन्न लागेको स्कुल भवन जाने बाटोमा मानिसहरूभन्दा धेरै भेडाहरू भेटिन्छन्। मान्छे जस्तै जस्तै भेडाहरू, भेडा जस्तै जस्तै मान्छेहरू, दुवै निरीह र सोझा, दुवै निर्बोध र माया लाग्दा। बन्न लागेको स्कुल भवन जाने बाटोमा मानिसहरूभन्दा धेरै भेडाहरू हिँड्छन्। भवन चाहिँ पुरानो तर ढोका बन्द छन्। ढोका खुल्छ स्कुलको, तर कक्षाहरू रित्ता छन्। ब्ल्याकबोर्ड, डेस्क, मेचहरू पनि भेडा जस्तै छन्। एउटा गोठालो हेडमास्टर सहर जाँदा ती पनि गोठाला नभएका भेडा जस्तै हुन्छन्। बन्न लागेको स्कुल भवन बनिसक्दा सम्भवतः मानिसहरूभन्दा भेडाहरू नै धेरै हुन्छन्।